कस्तो हान्न गइदिएको होला त यो हो नि त के यस्तो यो ग्राभिटी रानीवन होइन नि यो नागार्जुन हो यो तपाईँ तेरो हाम्रो राजाहरू बस्ने यही माथि त हो नि जङ्गलमा राजा रानी कलङ्की हामी खास गरी माथिबाट जानुपर्ने अन्डरग्राउन्डको लागि भयो भने हामी मुनिबाट आइरहेछौँ है यो कलङ्कीको अन्डरग्राउन्ड बाइक हान्थ्यो के हो लडाइदियो कि चिसो अझै चिसो भइरहेको छ मलाई त यार कति यो हो नि त के यस्तो यो भिडियो छ त बनाइरहेको छ क्या बाटो एकदम बाई रोडको बाटोमा धुलो उडाउँदै कस्तो हान्न गइदिएको होला त बाटै हो त बैरिनी बजार यस्तो छ बैरिनी हिलो झर्ना आयो ओ यता मुनि अलि अप्ठ्यारो हुन्छ क्या कत्रो छ हौ मजा छ पुग्छ उतै पोखरासम्म त्रिशुली पुलमा हामी चाहिँ ल है त गाई भाले हेर्नु त भाले ए भाले खाने हो ओए भाले हेर्नु त माथि एम्बुलेन्स आइरहेको थियो खोइ एम्बुलेन्सलाई बाटो दिनु पऱ्यो नि यार अस्तमा सक्छ लम्बै खसी त नि यहाँ त तँसँग छैन मोबाइल हेर्दा क्या गाह्रो भएको आफै ल कस्तो झर्छ र यता तलतिर पुरै झर्छ है
छेउबाट ए ल्यान्डस्लाइड एरिया रहेछ नि त गाइस यो चाहिँ हाम्रो बन्दीपुर है बन्दीपुर यस्तो छ बन्दीपुर बजार यस्तो छ ठ्याक बन्दीपुर बजार है बजार माथि चाहिँ राम्रो छ ए ढुङ्गा पत्रो मेरो खोल दाजु छिटो खोलो छिटो हिँड तेरी म देखाउँछु क्या तँसँग यी चला न लग्यो यो बिजिबी छैन खतरा लाग्छ मलाई बिजिबी